मलाई चाहिँ अब मलाई रोहितसँग पनि ब्याटिङ गर्न रमाइलो लाग्छ, भुर्तेलसँग पनि, दिपिन्दर सिंह ऐरीसँग उसँग पनि रमाइलो लाग्छ किनकि हामी फास्ट रनिङ गर्छौँ र जतिखेर म योसँग ब्याटिङ गर्छु मलाई थाहा छ मैले सिंगल दिएँ हैन या एउटा दुईटा बोल डट गरेँ हैन यति पावरफुल छ कि यसले सिक्सेसहरू बाउन्ड्रिजहरू ल्याउन सक्छ। तो उसको गेम हो, मेरो गेम डिफरेन्ट छ हैन। प्लस दिप्पीसँग ब्याटिङ गर्दाखेरि चाहिँ मलाई थाहा छ कि सिंगल डबल हामी क्विक कुद्छौँ नि त, 2-2 रन 3-3 रन मैले मेरो आफ्नो रन उसको रन बनाउन सक्छु म। रोहित पनि त्यस्तै छ, उसको गेम प्लान डिफरेन्ट हुन्छ। प्लस भुर्तेल त्यस्तै छ, उसँग ब्याटिङ गर्दाखेरि पनि थाहा पायो कि ऊ पनि हामी ग्राउन्डमा फास्ट रनिङमा चाहिँ एकदमै बिलिभ गर्छौँ हैन। म खास गरी किनकि मैले त्यति हिट्सहरू पावरफुल ब्याट हिटर त हैन, त्यसले गर्दा चाहिँ मलाई यिनीहरूसँग चाहिँ ब्याटिङ गर्दा एकदम रमाइलो लाग्छ। करण तपाईको फेभरेट पार्टनर? पार्टनर भन्दा पनि आई थिंक ग्राउन्डमा एनर्जी मलाई दिपेन्द्र सिंह ऐरीको एकदम राम्रो लाग्छ कि जे गर्दा पनि इज भेरी एनर्जेटिक कि त्यसलाई हेरेर नै जोस आउँछ कि हुन्छ नि। ग्राउन्डमा केही पनि नभएको बेला यी आउँछ हैन, बल उठाउँछ, रन आउट गरिदिन्छ अनि त्यहाँबाट टिम बुस्ट हुन्छ कि आई थिंक त्यो त्यस्तै नै हो कि होल गेम त्यस्तै नै हो कि त्यसको एनर्जी कहिले पनि डाउन हुँदैन कि। अनि त्यो हेरेर चाहिँ एकदम हुन्छ नि यो चाहिँ हुनुपर्छ कि टिममा भन्ने त्यस्तो गेम चेन्जर जस्तो हुन्छ नि, सबलाई बुस्ट गरिराख्ने।